यो फिस चाहिँ पाको हो, एकदमै राम्रो छ। त्यसपछि यो प्यारोट फिस, जाइन्ट कोरामिन। यहाँ एउटा चाहिँ ब्लाइन्ड खालको ओस्कार पनि छ। फिस हेरौँ न यो कस्तो खतरा छ। फिस चाहिँ खतरा लाग्छ क्या मलाई, अरू जे भयो। यो ओस्कारको चाहिँ मुखमा टोक्देर यस्तो भएको छ क्या। त्यो पनि कुन चाहिँले टोक्यो भने यसले टोक्यो हो, यसले टोकेर मुखै भाङ्गो भएको छ। प्यारोट फिस भयो। अब म यिनीहरूलाई यसको पनि मुख आदि मुखै छैन है, यस्तो घाउ बनाइरहेछ, पुरै घाउ बनाइरहेछ यिनीहरूले। यस्तै हो। यहाँ चाहिँ फिस पार्न चाहिँ एकदमै गाह्रै छ है, तर जसले जे भने पनि। अब म यिनीहरूलाई चाहिँ फिड दिन जाँदैछु। फिड दिनलाई चाहिँ म यहाँनिर स्ट्यान्ड राख्छु। स्ट्यान्ड राखेर मोबाइलहरू गर्नु पऱ्यो। स्ट्यान्ड भयो। अब यो मोबाइल अड्कियो। अड्किसकेपछि यिनीहरूले अब दाना कसरी खान्छ म तपाईँलाई देखाउँछु है। ल गाइजहरू, गाइज त के भन्नु है, सबैले गाइज भन्छ। यिनीहरूलाई चाहिँ यो फिड दिन्छु नि दानाको। एकदमै मजाले खान्छ यिनीहरूले, तर फिड चाहिँ एकदम मजाले लिन्छ कि। तपाईँलाई अगाडि गएर देखाउँछु यिनीहरूले फिड खाएको। पानी धमिलो भएर अलिकति भिडियो क्वालिटी चाहिँ लो आएको छ होइन। अरू भने चाहिँ त्यस्तै हो। मेरो 5 फिटको ट्याङ्क हो, हेर्दा त्यस्तो ठुलो देख्दैन, तर 5 फिटको हो यो। 5 फिटभन्दा चाहिँ अलिक बेसी छ होला। मजाले फिट लिँदैछ अहिले। अब यो भिडियोहरू चाहिँ म युट्युबमा हाल्छु डेली, तर केही सजेसन चाहिँ दिनु पऱ्यो मलाई। यसमा ब्याकग्राउन्ड म्युजिक हाल्दाखेरि कपिराइटहरू आइरहेछ। यदि कसैसँग केही सजेसन छ भने भन्नु होला। छेउको एउटा वाइट खालको ओस्कारको चाहिँ आँखा देख्दैन क्या त्यसले। अब त सबै फाइनै छ। यो लाइटमा यस्तो देख्छ। अर्को लाइट बाल्छु म। अर्को लाइट चाहिँ यस्तो छ, रेड लाइट हो। रेड लाइटमा पनि राम्रै देख्छ फिसहरू एकदमै। भिडियोलाई चाहिँ लाइक सेयर कमेन्टहरू गर्नु होला। यो चाहिँ फिस ब्लग बनाउँदैछु अहिले। भोलि पर्सि चाहिँ बाइकहरूको ब्लग आउँछ मेरो। पहिला यो फिस ब्लग चाहिँ इन्जोय गर्नुहोस्। यो सबै दाना खाइसकेपछि म भिडियो इन्ड गर्छु। अब त अलमोस्ट सबै सक्यो जस्तो लाग्यो मलाई। ल आजको लागि यति नै। सी यु इन नेक्स्ट भिडियो। बाई।